गाइज स्वागत छ आज ट्याटुमा तपाईँहरूलाई। आज हामी बनाउन गइरहेको छु मौरी ट्याटु फुल स्ल्याब। सो हामीले चाहिँ छाप्न गाह्रो भएर पेनले कोरेर हामी मौरी ट्याटु आफै कस्टमाइज गरेर बनाउन गइरहेको छौँ। यो 6-7 घन्टा लाग्ने हाफ स्ल्याब ट्याटु हो। आदि हामी अलरेडी पहिला नै क्लियर गरेका थियौँ अनि आदि आज हामी बनाउँदैछौँ मौरी ट्याटु। यो ट्याटु तपाईँको हत्तै डिस्कलर हुने चान्स हुँदैन, किनकि यो ट्याटुमा तपाईँको सानो सानो बुट्टाहरूले भरिएको हुन्छ। इङ्कको अलिकता डार्क इङ्क हुन्छ, अलिकता गहिरो इङ्क भर्नुपर्ने हुन्छ। सो फुल लाइनिङ ट्याटु हुन्छ, लाइनिङले भर्नुपर्ने हुन्छ। सो तपाईँको डिस्कलर हुने चान्स अलिकता कम हुन्छ। कोही कोही साथीहरूले भन्ने गर्छ ट्याटु हान्दाखेरि केही असर पर्छ कि, त्यस्तो त केही असर पर्दैन ट्याटुमा हान्दाखेरि। तपाईँको त्यही हो, ट्याटु आर्टिस्टले तपाईँको शरीरमा इन्जेक्ट गर्ने मसी भयो, निडलहरू भयो, त्योहरू अलिकता सेफ तरिकाले उसले चाहिँ युज गर्नु पऱ्यो। नयाँ सबै कुरा नयाँ होइन, अर्कालाई युज गरेको चाहिँ युज गर्नु भएन थर्ड पार्टीलाई। जहिले नयाँ कुराहरू युज गर्नुपर्छ, त्यो ट्याटु आर्टिस्टले गर्ने काम हो, त्यसको कर्तव्य हो। कस्टमरको हेल्थसँग खेलवाड गर्नु हुँदैन भन्ने कुरा। जहिले नयाँ कुराहरू युज गर्नुपर्छ, त्यो ट्याटु आर्टिस्टले गर्ने काम हो, त्यसको कर्तव्य हो। कस्टमरको हेल्थसँग खेलवाड गर्नु हुँदैन भन्ने कुरा। इङ्क र निडल राम्रो छ भने तपाईँको ट्याटु डिस्कलर हुने चान्स हुँदैन र हेल्थलाई पनि असर हुने चान्स हुँदैन। र तपाईँको आफ्टर केयरको कुरा भयो होइन, आफ्टर केयर चाहिँ तपाईँले गर्नुपर्ने हुन्छ। ट्याटु हानिसकेपछि 6-7 दिन तपाईँले घाउ निभाउनलाई टाइम लाग्छ। सो तपाईँले भ्यास्लिनहरू भयो, कोकोनट ओइल भयो, अनि बेबी ओइल, जस्मिन बेबी ओइलहरू भयो, त्यस्तोहरू चाहिँ तपाईँ टाइममा लगाइराख्नुपर्ने हुन्छ। स्किनलाई स्मुथ राख्नुपर्ने हुन्छ। सो गाइज, ट्याटु त्यस्तो इफेक्टिभ त्यस्तो हुँदैन, कि असरदायी त त्यस्तो हुँदैन। कस्तो लाग्यो तपाईँहरूलाई? लाइक, कमेन्ट अनि फलो अवश्य गर्नु होला है, सपोर्ट गर्नु होला।